दर्शकवृन्द, भुटोलका सुदीप नेपाली भारतको कश्मीरको पहलगाममा आतंककारी हमलामा मारेको खबरले यति बेला सबैलाई स्तब्ध बनाएको छ। बुटोल उपमहानगरपालिका वडा नम्बर 11 होराइजन टोलमा बस्दै आएका सुदीप परिवारसँगै भारत भ्रमणमा गएको बेला आतंककारी हमलामा परेका हुन्। बुधबार सुदीपको घरमा पुग्दा घर सुनसान देखिन्थ्यो। वरपरका केही छरछिमेकीहरू जम्मा भएका थिए। उनीहरू स्तब्ध थिए। घटनाको यसरी निन्दा गर्दै थिए। युवाले अब यो अनाहक रूपमा चाहिँ ज्यान गुमाएको छ। सुदीप चाहिँ 8-10 वर्ष अगाडिदेखि नै हाम्रो यही समाजमा यही टोलमा बस्दै आएका थिए। सुदीपको परिवार, सुदीपको बहिनी र मम्मी। सुदीपको मम्मी चाहिँ एकदम सङ्घर्षशील महिला हुनुहुन्छ। उहाँ चाहिँ यहाँ 8-10 वर्ष भाडामा बसिसके पछाडि सङ्घर्ष उहाँले चाहिँ यता कुखुरा फार्महरू गरिराख्नु भएको थियो गाउँमा र त्यस पछाडि उहाँले यहाँ घडेरी लिगेर घर बनाउनु भएको भएको छैन, धेरै समय भएको छैन। उहाँको परिवारमा सुदीपको मम्मी, बहिनी र ज्वाइँ। सुदीप निकै मेहनती हुन्। उनी अब आँखामा राखे पनि नबिजाउने एउटा असल छोरा, असल व्यक्ति, असल भाइ, असल बाबु थिए। यसरी हामीले लिएका छौँ। भर्खरै पढेर सकेर अनि जागिरमा सुरु गरेका थिए र त्यस पछाडि परिवारको सल्लाह अनुरूप घरमा अस्ति शनिबार आएर अनि वैष्णव देवी, भारतको वैष्णव देवी मन्दिर हुँदै यिनी त्यहाँ कश्मीरतिर परिवारसहित जानुभएको थियो उहाँहरू। र त्यही हिजो चाहिँ 3 बजेतिर यस्तो घटना भएको भएको रहेछ। हामीले चाहिँ बिहान थाहा पायौँ। कसरी थाहा पाउनुभयो तपाईहरुले? हामीले 81 त्यही त हामी छिमेकीहरूमा अब छिमेकीबाट चाहिँ अब त्यो न्युजहरू सुन्नु भएको रहेछ। त्यस पछाडि यस्तो अप्रिय घटना घटेछ भन्ने सुन्नमा आयो। त्यस पछाडि हामीले यसो न्युजहरू हेर्दा उड्दा बुझ्दाखेरि खोज्न थाल्यौँ। उहाँको आफन्तहरूलाई सोद्धा चाहिँ यो घटना भएकै हो, सत्य घटना हो, यसको लागि हामीले पनि खोजिरहेछौँ, बुझिराखेका छौँ भन्नुभयो। त्यस पछाडि थाहा भएको। परिवारका अन्य सदस्यहरूसँग चाहिँ तपाईहरुको कुराकानी हुन पाएको छ? सुदीपको काकासँग चाहिँ कुरा भइराखेको छ हाम्रो। के भन्नुहुन्छ उहाँले? अब घटना चाहिँ भएको हो, सत्य घटना हो। अब यो यसको लागि चाहिँ जे नहुनु पर्थ्यो त्यो घटना घटेछ र अहिले हामी चाहिँ काठमाडौँ जाँदैछौँ। उताबाट चाहिँ जम्मू कश्मीरबाट दिल्ली र दिल्लीबाट चाहिँ काठमाडौँ लिएर आउने भनेर हामीले चाहिँ सुनिराखेका छौँ। त्यसैले हामी चाहिँ परिवारलाई सहयोग गर्न अथवा भेट्नको लागि अथवा उताबाट अब आउने अब सुदीपको अब परिवारलाई भेट्नको लागि जाँदैछौँ भनेर यसरी सुनिएको थियो, सुन्नमा आएको छ। उहाँहरूको परिवारको अरूलाई पनि त्यो अवस्था कस्तो रहेछ? उहाँहरूको जस्तै आमालाई, ज्वाइँलाई, छोरीलाई? आमा त्यो भागदौडमा के भएको रहेछ भने ग्रुपलाई चाहिँ छुट्टै गराएर रहेछ, महिला र केटाकेटीलाई एकातिर, अनि त्यसपछि यो युवाहरू केटाहरूलाई चाहिँ एकातिर राखेको रहेछ। त्यस पछाडि तिमीहरूको भनेर सोधेर अनि गोली हानेको भनेर सुन्नमा आएको छ। र त्यो गोली हान्न थालिसके पछाडि त्यहाँ भागाभाग हुँदाखेरि आमा भाग्ने क्रममा चाहिँ सामान्य घाइते हुनुभएको छ। सुदीपको मम्मी र सुदीप चाहिँ अब यो सुदीपलाई चाहिँ गोली हानेको भनेर हातमा गोली लागेको रहेछ भन्ने सुन्नमा आयो। त्यस पछाडि बहिनी ज्वाइँ पनि सँगसँगै हुनुहुन्थ्यो। उहाँहरू पहिला भाग्नुभयो। भागिसके पछाडि सुदीपलाई गोली लागिसकेपछि उसलाई बचाउनको लागि बहिनी ज्वाइँ आउँदै फेरि आक्रमण गर्न आएर अनि छातीमै दोस्रो एटेकमा चाहिँ छातीमा गोली हानेर अनि त्यो घटनास्थलमै सुदीपको मृत्यु भयो। बहिनी ज्वाइँ भागेर बाँच्न सफल हुनुभयो र भाग्ने क्रममा नै सुदीपको मम्मी चाहिँ सामान्य घाइते हुनुभएको छ। तिनैजना सकुशल हुनुहुन्छ। सुदीपको चाहिँ घटनास्थलमा मृत्यु भएको भनेर सुन्नमा निन्दनीय कार्य गरेका छन्। यो हुनै नहुने जति भने पनि यो घटनाको चाहिँ कमै हुन्छ। यस्तो नहुनु पर्ने घटना भएको छ। यसलाई चाहिँ हामीले एकदमै निन्दनीय घटनाको रूपमा चाहिँ लिएका छौँ। दुःखद घटना भएको छ। हामीले हाम्रो समाजको असल छिमेकी, असल एउटा मेहनती युवा उसलाई गुमाएका छौँ, बाबुलाई, होइन। हाम्रो छोरा जस्तै थिए, उनी निकै मेहनती थिए। अब यो त हामीले यो भएको क्षतिलाई त हामीले पुनः सुधार्न सकिरहेका छैनौँ। बाहिरबाट जाने पर्यटकहरूको लागि चाहिँ अब भारत सरकारले सुरक्षा प्रदान गर्नुपर्छ। सरकारको रिसिभी थियो होला, भारतको सरकारसँग रिसिभी थियो होला, तर सरकारको रिसिभी चाहिँ एउटा बाहिरबाट जाने पर्यटकहरूले चाहिँ होइन त्यहाँ ज्यान गुमाउनु परेछ नि त। यो यस्तो त हुन भएन, होइन। त्यहाँ सुरक्षा किन भएन?
हैन यो कुराहरू चाहिँ एउटा प्रश्नको रूपमा चाहिँ हामी सबैको मनमा खडा भएको छ। हामी एकदम पीडित भएका अब यस्तो उसमा गएका भरमामा गएका त्यसरी अलपत्रे पारेर मारिदियो। दुखी एकदम पीडित छौँ। अब आमाको त्यस्तो आमाको देखेदेखि गोली हान्ने कस्तो हो त्यो सरकारले हेर्न पर्यो। यहाँको हाम्रो नेपालको सरकारले पनि बुझ्न पर्यो, उहाँको पनि बुझ्न पर्यो। त्यही हो अब भन्ने कुरो त हामी एकदम पीडित छौँ। सुदीपलाई कसरी चिन्नुहुन्छ तपाईँले चाहिँ? मेरो छोराको साथी हो एकदम। अब मेरो घर त्यही हो अनि यही घर एकदम साथी एकचोटि एसएलजी दिएका हुन्। एकदम सम्झिनै हुन्न अब के गर्ने। नरोएर हुने चु गरेर हुने गयो। यस्तो राम्रो मान्छे थियो त्यसै गतिलो धेरै अनुशासनको। अब गर्छु खान्छु भन्ने बेलामा दुश्मनले मारिदियो। के गरौँ यस्तै भयो छोरा अब अरू त के भनौँ। त्यही अब सरकारले हेर्न पर्यो। यस्तो आइन्दा अरूलाई यस्तो नहोस्, फेरि यस्तो नहोस्। यो पहिला घटना भयो यस्तो हामीलाई सुन्न देख्न नपरोस्।